महोदयजीलाई धन्यवाद। अनि तपाईँ हामी सबैजनाले एउटा है नारा लगाउनु भन्छु। एक बार बोलो काली माता की जय, एक बार बोलो काली माता की, एक बार जोर से बोलो काली माता की। मन्दिरमा आएर धेरै कुरा त केही गर्नु छैन है। हामी सिङतामवासीलाई सिक्किमवासीलाई काली माताले रक्षा गरून्, यहाँ अप्रिय घटनाहरू नघटुन्, यहाँनिर दुष्कर्महरू नहोस्, यहाँनिर नकारात्मक कुराहरू नहोस् भनेर हामीलाई भगवानले रक्षा गरौँ। अनि हामी भगवानलाई प्रार्थना गरौँ। मन्दिरमा आएर धेरै बोल्नु मिल्दैन, किनभने यहाँ पूजा गर्ने हुन्छ। यहाँनिर अब यो अघि जुन कृष्ण सरले कुराहरू गर्नुभयो है, कति कुराहरू एकदम प्र्याक्टिकली राइट थियो त्यो कुराहरू है। तपाईँ हामी मिलेर सिङताम ठाकुरबाडीलाई एकदम हो साँच्चै नै हो त्यो ठाकुरबाडीलाई बनाउनु पनि हाम्रा वर्तमान सिक्किम संघका मुख्यमन्त्री महोदय प्रेमसिंह गोलेताङज्यूले जोड तोडले कोसिस गरिरहेको छ र हाम्रो क्षेत्र विधायक तथा माननीय मन्त्री महोदय एनबी दाजुज्यूले जोड तोड कोसिस गरिरहेको छ। यहाँनिर कतिपल्ट युटिआइटीको सर्भे भयो, डिसी अफिसबाट सर्भे भयो, तर यहाँनिर अलिकति ल्यान्ड डिस्प्युट हुनुको कारणले गर्दाखेरि कतिवटा कुराहरू मिलेको छैन। उहाँले भने जस्तै एउटा स्ट्रङ कमिटी बनेको छैन र त्यो कमिटीको तर्फ हामी सबै लागि पऱ्यो भने त यो ल्यान्ड डिस्प्युट पनि मिल्छ होला, सबै कुरा मिल्छ होला। र म विशेष गरेर हाम्रो दिलीप भाइलाई अनि नेपाल दा अनि दाजुहरूलाई बहुत बहुत धन्यवाद दिन्छु, किनभने उहाँले मलाई यहाँ सालै पछि मन्दिरमा बोलाइदिनुहुन्छ र मलाई काली माताको आशीर्वाद प्राप्त हुने मेरो अवसर पनि हो, मेरो भाग्य पनि हो। अनि सम्पूर्णलाई एकै मुष्टमा धन्यवाद दिँदै मेरो आफ्नो छोटो कुरा यहाँ राख्नु पर्यो। धन्यवाद।